तिम्रो आवाजको जादु छुट्टै भो जो बल्ले पिरातीको कथा लेख्ने भो आँखाको गहिराईमा माया जुन तारा साँचेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो धरती आकाश भागेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो
खिचिन्छ नि हाम्रो बेहुलाको बहिनी हो सामान सबै राखेर भ्यान त जन्ती लहर घोडे सवार गरी आउँछु राजा हो जन्ती लहर घोडे सवार गरी आउँछु राजा डोली चढाइ लान्छु तिमीलाई बजाइ पन्चे बाजा दमौली दमौली हिँड माया मैसँगै रमौली दमौली हिँड माया मैसँगै रमौली दमौली हिँड माया मैसँगै रमौली तिम्रो हुन पाइन भने रहन्न म जिउँदो तिम्रो हुन पाइन भने रहन्न म जिउँदो साइको मारे डिग्री साची रङ्गाइदेऊ यो सिउँदो रुकुमको हान्न माया चौका दौ हुकुमको रुकुमको हान्न माया चौका दौ हुकुमको रुकुमको हान्न माया चौका दौ हुकुमको संदेश आयो मलाई मायाले बोलायो
जस्तै दौडी अङ्गालोमा बधुला के छ उनको हाल खबर अनि मात्र सोधौला मैले जस्तै जुन बिना एक्लै रात काट्यौ कि छिट्टै भेट होस् भने देवीलाई भाग्यौ कि रमाई गाउँ कि झुमी नाचौ कि उफ्रे आज म आकाश चुमो मायाले बोलायो मलाई मायाले बोलायो मायाले बोलायो मलाई मायाले बोलायो सन्देश आयो मलाई मायाले बोलायो मंगलम भगवान विष्णु मंगलम गुरुदेवा मंगलम गुरुदेवा मंगलाय तनु हरि तदे बलम सुदिम तदेवा तारा बलम चंद्र बलम तदेवा लक्ष्मी वदे गिरे किसामी गुरुदेवा मंगलम मंगलाय तनु पाले बलम सुदिम तारा बलम चंद्र बलम मंगलम भगवान विष्णु मंगलम गुरुदेवा मंगलम मंगलाय तनु हरि तदे बलम वदे गिरे श्री मलगरी लक्ष्मी शिवा धुमा माता काम रूपे कराले दुवैटा काम सरी फोटो फोटो पनि च्याप च्याप यहाँ काम बिदि ओम सपनामा झुकी जस्तो
तिमीलाई हेर म त बाजा बजाई बजाई पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी मुटुको यो ढुकढुकी थामेर बसेकी बेहुली फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली किन सपनामा चुके जस्तो लाग्दैछ आज किन सपनामा चुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली आज तिम्रो मायामा पग्लिरहन्छु म अझम्बरी रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा सधैँभरि देख्छौ तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि
को बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिमीलाई मेरो मुटु चोरिसक्यौ तिमीले भागेर शरीरबाट यो आत्माले छोडेर गाछ तिमीलाई नै खोजी हिँड्छु रे मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि ओडी ओडी मन भाग्छ किन तिम्रैतिर हेर भन के गरौँ म मुस्कानले तिम्रो मेरो
तिमी भइदिए कि दुखी दिन छ मनाउनै चुडिएला बाजाका तार तर मनका मेरो सालौं साल तिमी सुन्छौ भने बजिरहन्छ रे तिम्रो र मेरो भेट भो संजोगले भन्छौ कि नियति नै तिम्रै लागि लेख्नु रहेछ यो गीत मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि उडी उडी मन भाग्छ किन तिम्रैतिर हेर भन के गरौँ म मुस्कानले तिम्रो मेरो मन सारङ्गी झै आज बज्न थाल्यो भन के गरौँ म मिठो मिठो कुरा गर्न सुनु म कसरी गहिरो कालो ती आँखामा हेरे भुलु म कसरी मिठो मिठो कुरा गर्न सुनु म कसरी गहिरो कालो ती आँखामा हेरे भुलु म कसरी बच्न थाल्यो भन के गरौँ तिम्रै अभाव महसुस बाज चाहतास मनमा तिमी नै जवाब तिम्रै अभाव महसुस बाज चाहतास मनमा तिमी नै जवाब
कहिले आउँछौ माया तिम्रो घरको बर्दलीमा कुर्दैछु हेर्न तिमीलाई हल्ला भो सारा यो सहर गल्ली गल्लीमा जिस्काउँछन् सारै नि मलाई उसको एक झलक मुस्कानै अलग उफ मार्यो नि मायाले चञ्चल्ती नयन अन्दाजै फरक उफ मार्यो नि मायाले खेल्छन् सन जब केश बतासमा आउने त्यो बासनाले मेरो झन् 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 पगलिन्छ यो मन उफ मार्यो नि मायाले लैजान्छु माया जारहर छ सवारीमा कुर्दैछु तिमीलाई भन्नलाई मै होला राजा तिम्रो तिमी मेरो रानी सा भुल्दैछु संसार सबै हल्लियो लचक लचक त्यो कम्मर देऊ नदेऊ नम्बर बात होला मिठो गफ होला हल्लियो लचक लचक त्यो कम्मर देऊ नदेऊ नम्बर बात होला मिठो गफ होला उसको एक झलक मुस्कानै अलग उफ मार्यो नि मायाले चञ्चल्ती नयन अन्दाजै फरक उफ मार्यो नि मायाले खेल्छन् सन जब केश बतासमा आउने त्यो बासनाले मेरो झन् 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 पगलिन्छ यो मन उफ मार्यो नि मायाले लैजाऊ माया अहिले नै जवानीमा कहाँ कहाँ डुलाउँछौ मन सारीमा कहाँ कहाँ बोलाउँछौ भन मायालु गजलु आँखैमा कैदी बनाएर मलाई नराखल माया मेरो एकचोटि सुनिदेऊ न कुरा फेरि हेरिदेऊ न मलाई तिम्रो मन्द मुस्कान लिएर माया मेरो एकचोटि सुनिदेऊ न कुरा फेरि हाँसिदेऊ न फेरि तिम्रो मन्द मुस्कान लिएर हाँसो रोजन्छैले पनि अङ्गालोमा बेर्छु तिमीलाई केही नभनी मुस्कुराउँदै हेर्नु मलाई तिम्रो त्यो मुहारलाई चम्किलो नभएको सुन्दैन नि मायालु गजलु आँखैमा बनाएर मलाई नराखल माया मेरो एकचोटि सुनिदेऊ न कुरा फेरि हेरिदेऊ न मलाई तिम्रो मन्द मुस्कान लिएर माया मेरो एकचोटि सुनिदेऊ न कुरा फेरि हाँस
बिर्सिदेऊ न फेरि तिम्रो मन मुस्कान लिएर तिमी बुझिदेऊ न मेरो पीडा आइदेऊ न अङ्गालोमा अब हाँसिदे तिमी सुनिदेऊ न मेरो कुरा माया गर्छु भनी माया गर्छु भनिदेऊ न भनिदेऊ माया गर्छु भनिदेऊ न भनिदेऊ भनिदेऊ न माया गर्छु भनिदेऊ न भनिदेऊ न्याय बाँकी पदी आई भित्र त न्याय बाँकी बच्चे उठाइदिनु यहाँ राखेर यहाँ राख त्यो निकाल्नु हो खाडो गराउने हुन्छ अब मान्छे छैन हो ल त्यसलाई त्यहाँ मान्ने हो त्यहाँ धुर्व तारा कहाँ हुन्छ त्यो धुर्व तारा भनेर हृदयमा कहिले यहाँ नानीको हो ल मान्छु चाहिँदा पुरा मान्छु भन्नुपर्छ मान्छे न्याय बाँकी पदी आई भित्र त न्याय बाँकी बच्चे उठाइदिनु यहाँ राखेर यहाँ राख त्यो निकाल्नु हो खाडो गराउने हुन्छ अब मान्छे छैन हो ल त्यसलाई त्यहाँ मान्ने हो त्यहाँ धुर्व तारा कहाँ हुन्छ त्यो धुर्व तारा चाहिँ
भनेर हृदयमा कहिले यहाँ नानी हो ल मान्छु चाहिँदा पुरा मान्छु भन्नुपर्छ अब भयो कति महिनाको तल मान्छे
ठिक छ एउटा मेरो बोलाको यहाँ चाहिँ एउटा दिदी तपाईले पनि दिलानु पाले पाले बिना 300 गर्दै भइहाल्यो नि हामी जुत्ता दिन्छौँ मैले जानु सिधै हो हुन्छ तपाईलाई अप्ठ्यारो लाग्दैन लाग्दैन भने ठिकै छ 200 पनि कुरा हुन्छ एउटाले 500 के एउटाको 500 के हिसाब हुन्छ त त्यो त साह्रै नै त्यो अलि बच्चाले साह्रै नै बच्चा हान्ने थाल्यो 200 500 पनि छेउमा यो सबै भिडियो हुँदैछ
अघि खोजेको आएन आउनु भएन दिदीले बढाइदिनु नाजुको हात झोला गइसक्यो छिटो बोलिहाल है कति 40 भने अरे 24 मा डन भएको अरे जबरजस्ती आउनु मैले यो हस्पिटलमा बुझाउने किसिमको केही नि फरक पर्दैन दुई भन्छ न केही बार्गेनिङ गर्न हजुरहरुले बार्गेनिङ गर्ने सानीले जुत्ता भित्र लगाइदियो भित्र पैसा हात दिने जुत्ता लगाइदिनु पर्छ है जसरी लग्यो त्यसरी लगाइदिनु पर्छ बुट्टामा भुइँमा नि बा भुइँमा राख्दै के भएन पैसा खुसी भित्र के भन्नु ल भन खुसी बन नभए नि खुसी लाग्छ नि यहाँ देखौ थ्यांक यू विराजु थ्यांक यू विराजु 1000 को किन हैन भने न भाइ 8 दिवस अनि सबै हात थपिन सक्नुहुन्छ आउ अहिले टिको लागेर नै हो नि टिको लागेर अहिले त नि त्यहाँ राखेर टिको लागेर तपाईहरुको त्यतिकै छ त्यो बाफल चोकसम्म है त हजुर म बडा ल्याउँछु म हजुर आन्टी है and exit.
तानि 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 विघ्नेशन्ते पतिशरणं पदे पदे मङ्गलं भगवान् मङ्गलं चन्द्रैकाञ्च मङ्गलाय तनोहरि तदेव लग्नं सुदुर्गदेव बलं मङ्गलाय नमस्ते नमस्ते भने नमस्तो तर आयो ओम रामने सर्वे सर्वे लोक शुभम भवत कल्याणम अलिकति पछि शुभम भवत कल्याणम ओम गणपतिवाय नमः गणेशप्राभ्यो नमः ओम गणेशप्राभ्यो नमः दुर्बलसभ्यो नमः शान्तिकर्मे सर्वदा तथा दौधने पदेशरं पदे पदे धर्माणि कमलेन्द्र स्वामी वरनामायेश्वरी सहितो रक्षन्तु नो मातरः येन वधो वरीराधारान गङ्गामगणपतिपतियो नमः दिवाली पढ्यो त्यता आपत्तिको ताकले नि आफू अरूले पनि हेलो ए ल भाइ अब घर बैठे काट्ला अब घर बैठे काट फोटो खिच्नु न भरा एकचोटी One more. 1, 2, 3. स्माइल दुलाजी दुलाजी स्माइल धन्यवाद
तपाईँ हटिदिनुहोस् एकछिन दिदी अलिकति पछाडि Close. आउँदो वर्ष नाति भोक्रे नाति जाऊ है राउनु नाति जाने आउँदो वर्षको ठुलै जाने भोक्ले नाति जाऊ है एक बोतल खानु जाऊ नाति जाने खतरा अलिक खलाउँकै होस् पहिले के यो पार्टी पैसा दिनु ल बुहारी अब अलि चाहिने आउँदो वर्ष ठुलो नाति भएर चाहिने चाहिँ राम्रो होस् है त्यस्तै हो दक्षिणा दिनुपर्यो खतरा होस् है एकदम ठुलो भयो जवानी भयो ल बुहारी छुट्टी भयो नाति भयो नि हुन्छ नाति नेक्स्ट के भएको थियो अङ्कलसँग त्यो बुबल राख्दै थियो अनि डिबेट गरेर दाइले चट्ट घुमाएर भन्नु पर्यो मात्रै भनेको फोकस चुप गरेर पछि जब दियो भिडियो
यति पर्दैन है त्यो धेरै हो लगभग लौबारी बुहारी दक्षिणा दे दक्षिणा देऊ लौबारी त काइन अब हामी बिस्तारै चिन्जान हुँदै जान्छ मेरो घरमा अलिकति यहाँ मापतिर छ होइन पर्दैन जेठानी पढी जेठानीको दुवरै हो बरु बुढै हो जेठानी सबै कुरा राम्रो होस् हाम्रो टीका लाउने
यता यता गयो भने मम्मीको फेस लुगा आएको कहाँ हो ल्याएर न दुई हातले नि गरी धुमधाम त्यहाँबाट पोर्सा खालो भने त पाउने रहेछ सासु ल त्यस्तो गर्ने हो के गर्छ राम्रोसँग गर्नु बडी आफ्नातिर राख्ने यस्तो राख्छ न उसले काम लुगायो छिटो गराएन त